हेलो फ्रेन्ड्स, वेलकम टु माई मिनी भ्लग्स। आज चाहिँ म तपाईहरुलाई सोल थियोलोजिकल युनिभर्सिटीको ब्याकग्राउन्डको बारेमा हल्का देखाउन गइरहेको छु। म चाहिँ नेपालबाट पहिलोबाट साउथ कोरिया आउँदाखेरि D4 भिजामा यही युनिभर्सिटीमा आएको थिएँ अनि यहाँ 15-16 महिना कोरियन भाषा पढेँ अनि कोरियन भाषा पढेपछि भाषा टपिक लेभल 3 पास गरेपछि चाहिँ म D2 भिजाको लागि सोल चाङसिङ देयाकेमा एप्लाई गरेर अहिलेसम्म सोल चाङसिङ देयाकेमा अध्ययन गरिरहेको छु। तर मैले सोल थियोलोजिकल युनिभर्सिटीको सम्झनामा चाहिँ एउटा भिडियो बनाएर राख्नुपर्छ युट्युबमा, पछि पनि सम्झना हुन्छ। मेरो साथीहरूले पनि युट्युबबाट हेर्नुहुन्छ र कोही कोरिया आउँदै हुनुहुन्छ भने यहाँहरूलाई पनि कुनै कन्फ्युजन नहोस् भन्नको लागि चाहिँ मैले एउटा भिडियो यहाँहरूलाई देखाइरहेको छु। सोल थियोलोजिकल युनिभर्सिटीको बारेमा कुरा गर्दा चाहिँ मैले 15 महिना पढिसकेँ, तर त्यहाँको स्टाफहरू त्यहाँको म्यामहरू चाहिँ मलाई एकदमै मन परेको थियो। युनिभर्सिटीको ब्याकग्राउन्डमा चाहिँ राम्रो हरियाली, ग्रिन्स अनि खेलको लागि खेल मैदान सबै, टेबल टेनिस, बास्केट सबै व्यवस्था छ अनि शिक्षा होस्टेलको पनि व्यवस्था रहेको छ। यहाँ चाहिँ 3 देखि 4 वटा होस्टेलको लागि चाहिँ डर्मिटरी बिल्डिङहरू छन् अनि बाँकी कलेजहरूको चाहिँ 9-10 वटा बिल्डिङहरू शाखाहरू रहेका छन्। तीमा तपाईहरुले चाहिँ म 2-4 वटा शाखाहरू चाहिँ यहाँ भिडियो मार्फत देखाइरहेको छु हैन। त्यही हो, यो कलेजमा चाहिँ धेरै नै राम्रो छ। तपाईहरु D4 मा पढ्न आउनुहुन्छ भने चाहिँ धेरै नै राम्रो छ अनि D2 मा पनि राम्रो नै छ, पढाइ पनि राम्रो हुन्छ। यहाँ चाहिँ D2 को लागि चाहिँ नाइट शिफ्टको पनि व्यवस्था रहेको छ। होस्टेलमा पनि राम्रै व्यवस्था रहेको छ अनि त्यही हो। यदि तपाईहरु कोरिया आउनु खोज्नु भएको छ भने चाहिँ यो युनिभर्सिटीमा चाहिँ एकपटक ट्राई गर्नु होला।